हेलो नमस्ते सबैलाई स्वागत छ यो मेरो सानो भिडियोमा। यो चाहिँ अहिले देख्न सक्नुहुन्छ सैनिक आवासीय विद्यालय। यो चाहिँ नेपाली सेनाको स्कुल हो। यहाँबाट धरान सुरु हुन्छ। यो चाहिँ धरानको 13 नम्बर वार्ड। यहाँबाट धरानबाट यस्तो जाने बाटो चाहिँ यो धनकुटा जाने बाटो। धरानको 13 नम्बर वार्ड है। यो चाहिँ संक्षिप्त अलिकति छोटो जानकारी धरानको। यो धरान 13 नम्बरै पर्छ। यो यसरी धरान सुरु हुन्छ र यो तल देखिएको चाहिँ फुटबल ग्राउन्ड स्टेडियम धरानको स्टेडियम यस्तो छ है साथी हो। यो मेन धरान। यहाँबाट तल देख्न सक्नुहुन्छ भानुचोक। भानुचोकको घण्टाघर। यो घण्टाघर पहिला यहाँ बस पार्क पनि थियो। अहिले चाहिँ बस पार्क सरेर तल 8 नम्बर गएको छ। यो अहिलेको नयाँ बस पार्क चाहिँ यो हो। आज तपाईहरुले क्लियर देख्न सक्नुहुन्छ धरान बजार यस्तो छ है धरान। यो तल देख्दै गर्नुभएको गल्फ खेल्ने ठाउँ हो। त्यहाँबाट यता गल्फ खेल्ने ठाउँबाट सुरु हुन्छ गोपा। गोपा क्याम्प चाहिँ यो हो। ब्रिटिसले बेलायतले बनाएको गोपा क्याम्प। यहाँबाट यो नयाँ गोपाको नयाँ भवन। गोपाको नयाँ भवन ठ्याक्क यहाँबाट सुरु हुन्छ। त्यहाँबाट सुरु हुन्छ तपाईहरुलाई यहाँबाट लान सकिन्छ सप्तकोशी। सप्तकोशी पनि प्रष्ट तपाईहरुले देख्न सक्नुहुन्छ यहाँदेखि। साह्रै राम्रो भ्यू आउने ठाउँ रहेछ। यो तल देखिएको पुल चाहिँ विष्णु पादुका जोड्ने पुल हो यो धरानको। ल यो चाहिँ यो धरान आज संयोगवश श्रम संस्कृति पार्टीको आह्वानमा यहाँनेरि चाहिँ बृहत रूपमा भेला भएर मान्छेहरूले चाहिँ सरसफाई गरिरहेको रहेछन्। यहाँ मैले देखियो सरसफाई गरिरहेको बेलामा संयोगवश म पनि आएँ। श्रम संस्कृति पार्टी साँच्चीकै देश र जनताको हितमा छ भन्ने चाहिँ मैले यहाँ आएर फेरि महसुस गरेँ। यो पार्टी पूर्व त यसरी लागिसके, अब देशभरि सबै यसरी नै लागे भने देश बन्न गाह्रो छैन भन्ने पनि एउटा उदाहरण मैले यहाँबाट देखेँ, भेटेँ। ल हेर्नुहोस् श्रम संस्कृति पार्टीकै हुनेहार मान्छेहरू यो झ्याप्पै भर्नु भएको छ, डाँडाभरि हुनुहुन्छ। तर यो मैले अलिकति यताबाट देखिनँ। धेरै मान्छे हुन्छ, हजारौँको सङ्ख्यामा आज चाहिँ यहाँ श्रम गर्दै हुनुहुँदो रहेछ। संयोगवश म पनि यो ठाउँ घुम्नु आएको थिएँ। यस्तो रमणीय ठाउँ कसलाई घुम्ने रहर हुँदैन र। तर मैले यहाँ आएर झन् मेरो ममाथि पनि ऊर्जा थपियो। यसरी मान्छेहरू जनताहरू जागेको छन्। यसरी नै पूर्व जस्तै देशैभरि 7वटा प्रदेशमा जाग्ने हो भने देश बन्नलाई कति पनि बेर लाग्दैन। सबैभन्दा ठुलो कुरा मान्छेको इच्छा शक्ति हो। यो इच्छा शक्ति भएपछि देश बन्छ। मलाई यसमा चाहिँ एकदम विश्वस्त छु, म ढुक्क छु। हर्क साम्पाङको अभियानमा सबैजना जोडिनु होला भन्ने मेरो पनि एउटा छोटो अनुरोध छ, सानो अनुरोध छ। यो छोटो भिडियोबाट मैले सानो अनुरोध गरेँ। सबैले जातिवादी भन्थे, तर यहाँ चाहिँ म्याक्सिमम क्षेत्री, बाहुन, दलित, राई, लिम्बू, गुरुङ, मगर सबैजना आएको देखियो। ल हेर्नुहोस् है, धेरैजना हुनुहुन्छ। यो मेलै लागेको जत्तिकै छन्, तर थोरै मैले यहाँ डिलमा आएर बनाएको भएर मात्रै थोरै देखियो।